के नेपाल बन्न सक्दैन? एकदम सक्छ। जम्मा 4 वटा कुरा छ नेपाल बनाउन, अरु केही गर्न पर्दैन। हामी कृषि प्रधान देश भन्छौं, तर खेती अब अलिकति हामीहरूले नयाँ ढर्राले सोच्नुस्। हाई भ्यालु क्रप हुन्छ नि, त्यसमा हामीहरूले जोड दिउँ। चियामा भो, कफीमा भो, अरु जेमा छ जडीबुटीहरू होला, तिनीहरूको प्रशोधनको लागि हामीहरूले गरौँ। यहाँको जडीबुटी तपाईँ विदेशमा जान्छ, अनि तपाईँ डेभलप कसरी गर्नुहुन्छ नेपाल? अनि रोजगारी कसरी दिनुहुन्छ नेपालमा? रोजगारी दिनको लागि त तपाईले फ्याक्ट्री खोल्नु पर्यो नि। फ्याक्ट्री खोल्नलाई त्यसको प्रशोधनको खोलौँ न, किन सकिँदैन? अर्को दोस्रो तपाईको हाइड्रो पावर, सोलर पावर। तेस्रो के हो? टुरिज्म। टुरिज्ममा तपाईको नेपालको कन्टेक्स्टमा हेर्यो भने एडभेन्चर टुरिज्म हो, स्पिरिचुअल टुरिज्म छ, र सबैभन्दा उत्तम त रिलिजियस टुरिज्म छ नेपालको कन्टेक्स्ट। नेपालको कस्तो इन्ट्रेस्टिङ छ हेर्नुस् त। धार्मिक उसमा अब्बल तपाईको हाम्रै छिमेकी मुलुकका 1 अरब कति करोड भइसक्यो उनीहरू, त्यसको अलिकति मानिस मात्रै आइदियो भने पनि हामीलाई पुग्यो। बुद्ध जन्मेको ठाउँ तपाईको हिमालतिर हेर्नुभयो, तपाईको अलि मध्य पहाडीतिर हेर्नुभयो भने किराँतहरूको हजारौं वर्षदेखिको किराँतहरूको त्यसको एमलगमले हामी बाँचिरहेका छौं त। त्यसलाई नाश हुन दिनु भएन हामीले रिलिजियस टुरिज्मले। र चौथो तपाईको डिजिटलाइजेसन। डिजिटल उसबाट हामीले धेरै कमाउन सक्छौं। त्यो त युवाहरूको लागि हुन्छ, जो अलिकति आईटीमा पढाइ हुन्छन्, गरे हुन्छन्। तर समस्या के छ? अस्ति म नेपालगञ्जमा युवाहरूसित अन्तर्क्रिया गर्दै थिएँ। त्यो अन्तर्क्रियामा मैले के भेटेँ भने युवाहरूले भने तपाईहरु कस्तो युनिभर्सिटी बनाउँदै हुनुहुन्छ? 15-16 वटा त युनिभर्सिटी खोलिसक्नुभयो। एक्जाम भएको 3 वर्षमा एक्जाम हुनुपर्ने 4 वर्ष भइसक्यो, एक्जामै हुँदैन हामीहरुको भनेर भन्छन्। त यस्तो कुराहरुलाई हामीले सुशासनसित जोडेर अगाडि बढाउनु पर्यो नि। यो कुराहरु हामी गर्न सक्छौं, हामी सक्छौं भन्ने अठोट हामीहरु गरौं, अगाडि बढौं।